हेलो गाइस, म चाहिँ यहाँनिर गोदावरीको कटिङ राख्नुको लागि चाहिँ यहाँनिर बनाउँदैछु। यहाँनिर चाहिँ माटो भर्दैछु, बल्लमा राखिदिउँ भनेर चाहिँ यहाँनिर खतरा हाम्रो गमला चाहिँ खतरा छ है, बल्लमा राखिदिने। अनि यहाँनिर चाहिँ मैले चाहिँ अर्ग्यानिक बजारबाट चाहिँ फुलको सिडहरू मगाएको थिएँ है। अब यो म अनबक्सिङ गर्दैछु। कुन कुन फुलको सिड मगाएको थिएँ त्यो चाहिँ मैले बिर्सेछु होइन। अब चाहिँ हेरौँ त दिपा, क्या स्टाइलिस प्याक गरेछ। डालिया रहेछ हो, क्यालिफोर्निया पप्पी, त्यहाँदेखि जिनिया लिलीपुट, फ्लक्स, लुपिन, 5वटा रहेछ। हजुर बाजे, 5वटा रहेछ हो। अब चाहिँ यसको चाहिँ सिट राख्नुपर्छ, हेरौँ कस्तो हुने रहेछ है। के मगाएको थिएँ मैले बिर्सेछु अन्त 5वटा चाहिँ। हेलो फ्रेन्ड्स, हाम्रो चाहिँ हालत देख्नुहुँदै होला मेरो चाहिँ है। हामी चाहिँ यहाँनिर दिपा र म चाहिँ बिहानदेखिको चाहिँ काम गरेको स्टिल गरिरहेछ हो। देखाउँछु तपाईँलाई चाहिँ हामीले के चाहिँ गर्दैछ भनेर। यो गार्डन बनाएको गाइस हामीले चाहिँ यहाँनिर यस्तो गार्डन बनाएँ। यहाँदेखि ओ परसम्म पनि बनायो है। थाक्यो, हत्तु भयो है। अनि चाहिँ दिपा चाहिँ यहाँनिर झाडु खाल्दैछ, म चाहिँ यहाँ मैलाहरू उयो गर्दैछु। यहाँनिर यस्तो पुरा छ नि त कि, अन्त यतापट्टि पनि बनाइदिउँ भनेर यहाँ पनि पछि फुल रोप्नुहुन्छ, सयपत्री फुलहरू के हुन्छ। यस्तो भइसक्यो नङ्ग्राहरू चाहिँ। यो नङको भित्रको मैला चाहिँ अब जान्दैन हो। आज त बिहानदेखिको थाकिसक्यो। नचाहिने कार्टुनहरू चाहिँ अब चाहिँ डढाइदिन्छु, रहेछ। अनि यहाँनिर चाहिँ उसको बेड पनि राख्यो हो, के अरे यो गोदावरीको बेड पनि राखिरहेछु यहाँ बल्लमा। अन्त यहाँनिर चाहिँ अलिअलि गोदावरीको पनि छ। अन्त यसको त अहिले लाग्दैन होला, राम्रो राखिदियो। कोकोपिटमा राखिदिएको ग्यास म चाहिँ यहाँनिर। साँच्चै मैले सफा गर्नुपर्ने छ अझै कति। यहाँ चाहिँ हामी यस्तो उयो थियो नि त, यहाँ चाहिँ कि यहाँ चाहिँ मजाले उयो गरेर यहाँ डल्ले खोर्सानीहरू पनि छ। पुरानै हो यो चाहिँ डल्ले खोर्सानी चाहिँ। त्यहाँदेखि यो डल्लै अब पछि सयपत्री थियो, मजा खालको सयपत्रीको बेड राखेर चाहिँ सबै यहाँ सयपत्री रोप्ने रेडी गरिरहेछु। यहाँनिर अल्छी नलागेको बेलामा कोही बेला चाहिँ अल्छी लाग्छ र काम गर्नु मन पर्दैन। आज चाहिँ दिपा र मलाई जाँगर चल्यो, नचलाए पनि भएन है दिपा। मैला सबै लगेर डढाउनु पर्ने हुन्छ। त्यही गाइस अब नुहाएर आएको थियो चटक्क भएर। बिहानदेखिको धनियाँ रोप्यो हामीले, त्यहाँदेखि प्याज रोप्यो, त्यहाँदेखि झार उखाल्यो, फुलको बेड राख्यो। अझै राख्नै छ, अनलाइनबाट मगाएको थियो गाइस फुलको उयो, अझै राख्नै छ। कति हो काम गरेर सक्दैन। आज चाहिँ अब अर्को हप्ताको लागि पनि राख्नुपर्छ है दिपा। यो हप्तामा त हातहरू सबै दुखिसक्यो, यस्तो टक्टुक भयो। दिपा पनि कम्मर दुख्यो। दिपा अहिलेदेखि नुहाउँछु भनेको होइन है, काम सक्दैन। म चाहिँ अघि नुहाएको थिएँ हो, अब चाहिँ नुहाउँदैन, रुगा लाग्ला जस्तो भयो नि त्यो धुलो खेलाएर। यस्तै छ गाइस आजको हाम्रो सन्डे चाहिँ। आज रामनवमीमा चाहिँ कतिजना घुम्नु जानुभयो होला, कतिजना पिकनिक खेल्नु जानुभयो होला है दिपा। हाम्रो चाहिँ आज यहाँ पुरा पिकनिक खानु जाने पुरा इच्छा थियो तर भएन है। अन्त दाजु चाहिँ सुन्तलाको बोट ल्याउनु जानुभएको थियो। अहिले म एकछिनमा तपाईँलाई देखाउँछु, सुन्तलाको बोट पनि ल्याएको छ हामीले। अन्त दिपा के भन्नु छ? ह्याप्पी रामनवमी। ढिलो भए पनि हाम्रो चाहिँ यस्तै भयो रामनवमी। बिहान बिर्सेछ भन्नु, अन्त अहिले बेलुका भन्दैछु है।